है अरगलीमा यस्तो राम्रो गाउँ छ ल। आहा राम्रो माटो छ। मकै हेर्नुहोस् ल, मकै कति राम्रो छ ल। अहिले यस्तो मकै भइसक्यो, मलिलो होइन, मलिलो छ जग्गा, माटो। यो काँक्रा भर्खर लाउनु भएको रहेछ होइन। आलु पछि यो मकै, आलु खन्ने त्यो आलु खन्दैपछि यो मकै छरिदिइहाल्ने कि त्यसको आलु खनेपछि मकै होइन, बराबर। आलु खन्न नपर्ने सिया मकै खन्छ पुर्दिइहाल्ने कि हामीहरूले आलु लगाएको फेरि ए आलु लगाएको त्यहाँ पुर्दिले लगाएको ठिक। तोरा भने यो काटेको यो हो कि ए तोरा भने त्यही तोरी भनेकै तोरीमा र तोरामा फरक के चाहिँ छ? तोराले लामो समय लिन्छ, ए छिटो हुन्छ। यो अर्गलमा फेरि छिटो हुन्छ, सम्भव हुन्छ। ठुलो साइज हुन्छ कि? ठुलो हुन्छ, ठुलो हुन्छ। तोरा ठुलो हुन्छ। यो मकै यो काँक्रा लागेको, काँक्रालाई त्यो झेकेरा काटिदिएको कि ए काँक्रालाई अँ ठिक। आलु भनेको मैले यति लगाएको छु। मकै होइन, मकै कति राख्छु। हाम्रो खास बाँसको यति खेती यही हो। ए यहाँ यसमा सिमी लगाएको छ। यही हो, यतातिर कसको? यो पनि हाम्रो ए यो मुला होइन र? हजुर मुला होइन, उसले छ यो बर्खामा जस्तो जस्तो देखिन्छ कि होइन। बाफ्रे यस्तो चाहिँ उत्पादन छ है, राम्रो ल। कति कलिलो हो अरगलीमा ल्याउनु जस्तो। कति बाक्लो हेर्नु यहाँ कस्तो अँ बित्ता बित्तामा मकै छ। हो त, यस्तो बाक्लो छ तर पनि भएको छ है। कति बाक्लो भए पनि यो हाइब्रिड फेरि यो मकै हुन्छ कि। ओहो यस्तो निस्किसकेछ होइन। यो दुईवटा फेरि प्रत्येक उसले दुईवटा गुवा दुईटा यहाँ छ, दुईवटा यहाँ तिनवटा सम्झनु खोज्छ फेरि। हो त हो त। दुईवटा त ल अनिवार्य, तिनवटा पनि हुनु सम्भव हुन्छ। कस्तो राम्रो। यसमा तिनवटा देख्नु त ल तिनवटा पनि हुन्छ कि। तिनवटासम्म देखियो ल है। तिनवटासम्म हुन्छ। एउटा यहाँ छ, एउटा यहाँ छ, एउटा यहाँ छ। ल हेर्नुहोस्, ओहो यहाँ पनि तिनवटा रहेछ। महिना दिनमा अब तयार हुन्छ कि। यसमा के त्यस्तो मलहरू त्यस्तो खालको राखेर होला कि? त्यस्तो खासै सबभन्दा गोबर मल हुन्छ। ए अँ त्यसको चाहिँ युरिया मल केही मात्रामा मात्रामा युरिया मल। ए मेन भने तपाईँको गोबर मल हुन्छ। त्यो त अनिवार्य पनि बिहा पाल्नुपर्छ नि, पाल्नै त्यही हो हो। यसभित्र मैले सेमी लगाइदिएको छु हेर्नुहोस्। त्यो सेमी पनि ए त्यो सिमी पनि अब बढ्दैछ होइन। मकैमा सिमी पनि हुने भयो। यहाँ पनि तिनवटा घोगा रहेछ यार। हजुर तिनवटै घोगा छ यसमा पनि। तिनवटै छ। यसमा छ यी तिनवटा। यहाँ यताको मलको मात्र यति कम हुँदाखेरि अलिकता पातल छ कि। ल यसरी चाहिँ गोबर मल चाहिँ यति सानो सानो मकै छन् तर यता तिनवटा घोगा छन् फेरि। ल यो मकै फेरि तपाईँको 12-15 रुपियाँमा यही आएर पनि राम्रो। यस्तो राम्रो बिक्छ नि। तपाईँको दुईवटा खानु भने तिनवटा त तपाईँले खान सक्नुहुन्न कि। त्यस्तो राम्रो, त्यति ठुला घोगा हुन्छन्। त्यति राम्रो हुन्छ। यहाँ तल भर्खर यो हाम्रो पहिले हामीहरूकै खेत थियो, भाइ गोपालको चाहिँ यही थियो यतातिर अरगलीमा। पातल हो भने झारले आक्रो